Hello guys, welcome back to my new vlog. Merry Christmas, Happy Christmas. आशा गर्दछु हजुरहरू सबैजना सन्चै हुनुहुन्छ। म पनि यहाँ धेरै सन्चै छु। आज चाहिँ स्पेशल डे हो। आज चाहिँ क्रिसमस होस्। आज चाहिँ सबैजनाले क्रिस्चियनहरूले मनाउने ठुलो चाड हो। र यहाँ पनि मेरो मम्मी अनि बहिनीहरू चाहिँ क्रिस्चियन हो। म चाहिँ क्रिस्चियन होइन। आन्टीले बोलाउनु भएको छ। आन्टी चाहिँ हाम्रो एकदम हेल्प गर्नुहुन्छ। उहाँले चाहिँ हामीलाई एकदम गर्नु भएको छ। त्यही भएर उहाँले इन्भाइट गर्नु रेडी भएर आइसकेको छौँ। अब हामी चाहिँ अब निस्किन आँटेको घरबाट सबैजना रेडी भइसकेको छ। उहाँ चाहिँ मेरो मम्मी अनि त्यसपछि ऊ चाहिँ मेरो कान्छी बहिनी उहाँ आउने चाला त मैले तपाईँहरूलाई हिजो नै भेटाइसकेको छु। हामी उहाँ गएपछि भेट्नुला मम्मीहरू माथि गइसक्नु भयो। मात्रै यहाँ छ बहिनी माथि चाहिँ माथि गएर एकदम राम्रो हामी सबजना फ्यामिली इन्जोय गरेर सब खाना खाएर भेट्छौँ है। खाना खाएर सबजना भयो। सबै दिदीहरू एकदम राम्रो दिदीहरू हुनुहुन्छ। एकदम इन्जोय गऱ्यौँ। एकदम रमाइलो भयो सबैजना म चाहिँ यता होइन टिकटक ल अब घर जाने बेला भेटौँला है। हामी चाहिँ यहाँबाट निस्किन आँटेको रमाइलो भयो। सबैजना भेट्यौँ। सबैले गर्नुभयो। अब चाहिँ हामी निस्किन आँटेको सबैजना यता छौँ। जुत्ता लगाउने कार्यक्रम निस्किन आँटेको रमाइलो भयो। हामी चाहिँ निस्किन आँटेको सबजना माथि हुन्छ। हामी निस्किन्छ यहाँबाट बस पाउँछ अरे। यहाँबाट बस पाउँछ अरे। खोइ अघि चाहिँ पाएको थिएन। अब यहाँ आएदेखि पाउँछ भनेर भए आन्टीले अब पाउला नि त। त्यही भएर बस कुदिरहेको छ। बसै आउँदैन। खोइ बसै आउँदैन। हिँडेर पनि जानुपर्छ है गाइजहरू। हिँडेर जाँदा चाहिँ एकदम टाढा खाएको। त्यही भएर अघि न त इन्जोय चाहिँ लास्ट इन्जोय भएको। इन्जोय नै धेरै इन्जोय भयो। धेरै रमाइलो भयो। खेल्न जान भएको थियो। खेल्न गाडीमा चढ्छ। गाडी कुद्दा गाडी नै नआएर हामी त हिँडेको गाइज। अब यहाँबाट 1-2 घन्टा लाग्छ। अनि 1-2 घन्टा लागेपछि मम्मीहरू चाहिँ उहाँ पछाडि आइरहनु भएको छ। बच्चा अन्त सानो बहिनी छ नि त। त्यही भएर अब बच्चाहरूको तालमा अब कति बजी घर पुग्ने हो थाहा छैन। अहिले चाहिँ 3:30 होइन 4 बजिसक्यो होला। 5 बजीतिर पुग्छौँ होला। गाडी पाएन। आन्टी भन्नुहुन्थ्यो गाडी पाउँछ भनेर तर गाडी नै पाएन। अनि हिँडेको अब 1-1.5 घन्टा लाग्छ होला सायद। आज जे भए पनि रमाइलो चाहिँ एकदम धेरै रमाइलो भयो। एकदम धेरै रमाइलो। बहिनीहरूले नै एकदम धेरै रमाइलो गरे। सबैलाई रमाइलो लाग्यो। अब म चाहिँ हिँड्दा 2-3 घन्टा लागिसक्यो। अब चाहिँ म चाहिँ घर पुग्न आँट्यो गाइज। रमाइलो भयो। एकदम इन्जोय गरियो।
फाइनली घर आयो एकदम रमाइलो भयो एकदम रमाइलो भयो मम्मीहरू चाहिँ मुनि नै हुनुहुन्छ मुनि आउँदै हुनुहुन्छ त्यहाँ सामान किन्नु छ अरे त्यही भएर ओके फाइनली गाइज आजको ब्लग चाहिँ यहीँ इन्ड गर्छु म मेरो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट र सब्सक्राइब गरिदिनुहोस् धेरै माया गरिदिनुहोस् फेरि अर्को भिडियोमा भेटौँला